नमस्ते। फेरि म तपाईँहरूलाई एउटा जानकारी गराउँ। अब धेरै प्रब्लम यदि कतैबाट मलाई कसैले सोध्यो भने, अब 3-4 जनाले सोध्यो भने मलाई लाग्छ कि एउटा भिडियो हालिदिउँ ताकि तपाईँहरू पनि सचेत हुनु होला, हैन? यस्तो छ तपाईँहरूलाई के छ यो टाइम टु टाइम यो छाती छ, छातीको हैन यो बिच्च भागमा दुख्ने गर्छ हैन? यो इन्जेक्सन जस्तै सुई लाउँछ नि अनि त्यसरी तपाईँको यो चुब्ने गर्छ हैन? त्यो चाहिँ कहिलेकाहीँ के हुन्छ त अचानक तपाईँको एकदम सक जस्तो हैन दुख्छ बिच्च भागमा, त्यसपछि सुई लाउँदाखेरि त्यसरी चुबिन्छ। यस्तो समस्याहरू छ भने आँतुनु पर्दैन। यो तपाईँको ग्यासको समस्या हुनसक्छ अनि ग्यास्ट्राइटिक प्रब्लम भएको कारणले तपाईँ फर्स्ट अफ अल के गर्नु त ग्यासको कसरी ट्रिटमेन्ट गर्नु, ग्यासको मतलब ग्यासको समस्या छ यसलाई कसरी ट्रिटमेन्ट गर्ने भनी त्यतातिर जानु है। अन्यथा यो इफेक्ट नेगेटिभ फिडब्याकहरू नसोच्नु, हार्टको समस्या छ त यो छ के छ त्यस्तो केही हुँदैन। तपाईँको केही दिनदेखि छ हैन बिच्चको भाग दुखिरहेको छ भने तपाईँ यो ठान्नु सोच्नु होला कि मलाई ग्यासको समस्या छ, अरू त्यस्तो कुनै हुँदैन। कहिलेकाहीँ के हुन्छ तपाईँको यो ब्लड सर्कुलेसन राम्रोसँग जस्तै पाइप हुन्छ हैन, पाइप साँघुरो भएर ब्लड राम्रोसँग सर्कुलेट हुन सक्दैन भने त्यो कारणले पनि तपाईँको के हुन्छ त यो छाती दुख्न सक्छ। कहिलेकाहीँ तपाईँ हेभी वेटहरू तपाईँ उचाल्नुहुन्छ, काम गर्नुहुन्छ हैन, धेरै भारी बोक्नुहुन्छ, त्यति बेला पनि तपाईँको के छ यता प्रेस पर्छ र त्यो कारणले गर्दा तपाईँको यो बिच्चको भाग अलिअलि दुख्ने गर्छ अथवा सुई जस्तो चुबिने गर्छ। त्यो डोन्ट वरी, त्यस्तो केही ठुलो समस्या छैन। तपाईँ के गर्नु ग्यासको निकोर गर्नु, ग्यासको दबाई खानु हैन, त्यसपछि खानामा ध्यान दिनु, अलिअलि एक्सर्साइजहरू गर्नु ताकि ब्लड सर्कुलेसन होस् र त्यसरी गर्नु। यो कारण हुन्छ तपाईँको एसोफेगस भन्ने पाइप छ त्यसमा के हुन्छ त खानेकुरामा त्यो पाइप हुन्छ त्यसमा ग्यास बन्छ कि त्यसले गर्दा पनि त्यस्तो हुनसक्छ। त्यो धेरै ठुलो कुरा छैन। तपाईँ यो धेरै लङ लास्टिक छ भने अलिकति चेकअपै गराउनु पर्यो हैन। तर तपाईँको 1.5 महिना 2 महिनादेखि यस्तो समस्याहरू छ भने आँतुनु पर्दैन, त्यो ग्यासको समस्या हो, केही ठुलो छैन। अथवा अलि एक्सर्साइज हेभी उचालेको कारणले गर्दा हैन, धेरै भारी बोक्नुको कारणले गर्दा यस्तो हुनसक्छ। सो डोन्ट वरी है त। तपाईँ धेरै नआत्नु र त्यतिले मजाले तपाईँ ग्यासको निकोर गर्नु, अलि एक्सर्साइजहरू गर्नु, त्यतिले तपाईँको निको हुन्छ। यो बिच्च भागमा है चुबिने दुखिने यस्तो हुन्छ भने त्यो धेरै आँतुनु पर्दैन है। म अब नेक्स्ट तपाईँको यो भिडियो मलाई हार्ट सम्बन्धी पनि रहेछ, म त्यसको पनि भिडियो तपाईँहरूलाई दिन्छु कि हाम्रो गाउँघरमा यदि अचानक हार्ट अट्याक भयो भने हामी के गर्ने, कुन ट्याब्लेट खाने र कसरी। यो ट्याब्लेट तपाईँहरू मजाले युज गर्न सक्नुहुन्छ, त्यसमा कुनै त्यो इलिगल छैन है। यो हामीसँग हुन्छ, त्यो म नेक्स्ट भिडियोमा तपाईँहरूलाई भन्छु किनकि एकदम आजकल हार्ट अट्याक भन्ने समस्या धेरै देखा परेकोले म त्यसको बारेमा पनि अवेरनेस भिडियो बनाएर म तपाईँहरूमा आज गर्छु है त। हस्, नमस्कार।